Savage Nepalaya. प्रधानमन्त्री प्रश्नको जवाफ दिन कहिले आउनुहुन्छ? होइन, प्रधानमन्त्री आउनुहुन्छ, बेला आइसकेपछि उहाँ आफैमा कलाकार पनि हो, दोहोरी फर्काउने बेला आइहाल्नुहुन्छ। तेरो काम गरेर नि खुट्टा भाँच्दिन। खासमा भन्न खोजेको चाहिँ कम्मर भाँच्ने भनेको अब त्यो इन्जिनियर हुनुहुन्छ, उहाँ नाप्दाखेरि थोरै तल झरेर खुट्टामा पुगेछ। हाय। तो आपके लिए मैं कुछ सुना सकता हूँ? हाँ, क्यों नहीं सुना? गाना गाओ, गाना गाओ। गिटार के साथ। गिटार के साथ मैं एक्चुअली मैं गाना तो मतलब थोड़ा कम ही गाता हूँ, लेकिन मैं लीड गिटारिस्ट हूँ, ठीक है। अभी आपने ट्रेंडिंग गाना सुना है चुनरी चुनरी? क्या? हाँ। उस पे लाइक मैं थोड़ा बैकग्राउंड म्यूजिक बजाता हूँ, उसके बाद मैं प्ले करता हूँ, ठीक है। पहचाना मुझे? ओके ओके। 3, 2, 1 स्टार्ट। के सोच्नु भयो? एकछिन तास खेल्नु जाऊ। अनि के को खुसियालीमा हो नि यो अभिर जात्रा? मास्टर डिग्रीको सम्मान हो यो, बुझिस? कतिमा किनिस् मास्टर डिग्री? गाउँले दाजुभाइले सम्मान गर्न पाउनु पर्यो भनेर बोलाइसकेपछि आउनु त पर्यो। बधाई छ तलाई। लु, थ्याङ्क यू। Congratulations, great, successful person. सोच त, ऊ बेला तैँले पनि चिट झर्न जाने कि भए अहिले मसँगै सम्मान खाने थिइस्। तैँले चाहिँ सामान खाएर अब के नाप्ने भइस र? अबे जल्दी बोल, कल सुबह पनवेल निकल। अब मैले त जस्तो अनपढसँग नापजाप गर्न मिल्दैन। खुबै ठुलो मान्छे भइसस्, अनि किन मुन्टेछस् त यता? गुड क्वेश्चन। तेरो रक्सीको बास्नै कडा के। यो गाउँ छिर्ने बित्तिकै हर 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 तेरै सम्झना आउँछ। ल, अर्को गिलास थप। जान भनेर हिँडिथिस् त, मेरो मायाले फर्किस्? फर्किन त मायाले फर्केको, तर अर्कीको। त्यो नयाँ मास्टरले ताकिहाल्यो नि तैँले? अबै कता बोक्सिनै रहेछस्? कतै थाहा पाइस् मम्मी? त मुर्दाले जति पढे पनि जानेको त्यही दुईटा कुरा त छ। एउटा काम मिठो रक्सी पाउँछ, एउटा कार राम्री केटी भेट्छ। जिङ्गे मुर्दा, तेरो लभ लेटरको जवाफ आएन? आयो। अभी मजा आएगा ना। मैले तँलाई वचन दिएको थिएँ, तेरै मुखबाट सुन्छु। रुको जरा, सबर करो। श्रीमान बमकाजी। सुरुमी श्रीमान। अगाडि बढ, अगाडि बढ। श्रीमान बमकाजी ज्यू, यस स्कुलको मान मर्यादा विपरीत गलत आचरण र घृणित कार्यमा शरीक भएको पाइएकोले यहाँलाई यस स्कुल व्यवस्थापन समितिको बैठकले आजकै मितिदेखि बर्खास्त गरेको जानकारी गराउँछु। यो के हो बमकाजी सर? मेरो नियुक्ति पत्र तपाईँको मूर्ख अध्यक्षले च्यातिदियो।
अब च्यात्ने ठाउँमै लगेर दिएपछि च्यात्तिने नै भयो नि सर। क्या बात कर रहे ल भन्नुहोस् अब मैले के गर्न पर्यो? मलाई नियुक्ति चाहियो तुरुन्तै। यसो गर्नुहोस्, यसलाई लगेर डढाएर ल्याउनुहोस्, म खरानीको टीका लगाएर नियुक्ति गरिदिन्छु। बिस्तारै खाए मुर्दार मुटु फुटेर मर्लास फेरि। यहाँ आफ्नो मुटु फुटेर टुक्रा टुक्रा भएर बसेको छ। मर्या छु म। के भएर पर्यो टुक्रा? तेरो मास्टरले बताएन? प्रेममा यस्ता मुटु त हजारौं पटक टुक्रिन्छन् पम्पी। त मेरो टेन्सन नलि, त्यो मास्टरलाई तेरो आँगनको बाटो बेहुली बनाएर लान्छु। ओके, ह्याप्पी? नापिस तैले तेरो मास्टरनी त्यो काजी भनेर मरिहत्या छ। साला त्यो अवतारलाई त बाँधेर भिरबाट झारिदिन्छु म। अब जाउँ, जान्न, अब खेला सकियो। धोका, भयंकर धोका। खत्म, बाय बाय, टाटा, गुड बाय। रुको जरा, सबर करो। अब अहिले ड्राइभरहरूले भेट्दैछन्, एउटा गल्ती गर्यो भने 50,000 अरे, त्यहीको ट्याक्सी जम्मा 2 लाखको हुन्छ, 4 पल्ट तिर्दा सकिने रहेछ। मणि गेलालजी, जनता जाने चाहन्छनमा स्वागत छ यहाँलाई। धन्यवाद। रासोपाका नेताहरू बिहान बेलुकै चिप्ले भिन्डीको तरकारी खान्छन् हो? किन? सांसद, मन्त्री, प्रधानमन्त्री सबै चिप्लिएको गर्छन्। एनिवेज डिएन एक्स, मलाई एक्स मन पर्दैन, सरी। कस्तो बनाएर चाहिँ नि बनाएको थियो, यस्तो त्यो हेरे चाहिँ फ्री 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 अहिले पनि मलाई आउँछ क्या। हजुर, यो पार्किङमा होटल चलाउने अधिकार कसले दियो? घरबेटीले दिए। मेरो दस्तो के रावण आतंक बसाउने काभन कमजोर मुटुलाई जाभन यता फर्किन्छ हाई गर्नु त हाई गरिदिनु कस्तो हाई होइन आइतबार मानसिक तनाव, सोमबार मानसिक तनाव, मंगलबार मानसिक तनाव, बुधबार पुरै सातै मानसिक तनाव। अब त हामी नेक्स्ट लेभलमा जानु पर्यो र नयाँ पुस्ताहरू चाहिँ स्पेसल्ली भन्नु पर्दाखेरि पुरानो पार्टीको जति पनि हुनुहुन्छ हजुर बाहरूलाई आराम गराउन दिनु। तपाईँहरू साँच्चीकै देश बनाउने हो भने काङ्ग्रेसका युवाहरू बिरुवा रोप्दै हिँड्नु देशभरि होइन, हँसिया हतौडा बोकेर कृषि क्रान्ति गर्दै हिँड्नु, हँसिया हतौडा बोकेर उरेर होइन। अब एमालेका साथीहरू चाहिँ पुरै सोलर प्यानल फिट गर्दै हिँड्नु देशभरि।